यो भिडियो एजुकेसन पर्पजको लागि बनाइएको हो। यसमा कुनै पनि एक्टिभिटिज हुने छैन र हामी त्यो इलिगल एक्टिभिटीलाई प्रचार पनि गर्ने। आजको यो भिडियोमा म तपाईँहरूलाई नोबेल इन्भेस्टमेन्ट ब्याङ्कको सिआरओ फर्म कसरी भर्ने भनेर सिकाउन गइरहेको छु। यो भिडियोलाई पुरा हेर्नुहोला। भिडियोलाई सुरु गरौँ। यसको लागि चाहिँ सबैभन्दा पहिला तपाईँले आफ्नो डेट लेख्नु होला। त्यसपछि त्यहाँनिर ब्रान्च रहेको छ त्यो ब्रान्च लेख्नु होला र नोबेल क्यापिटल इन्भेस्टमेन्ट भनेर लेख्नु होला। यति लेखिसकेपछि त्यहाँनिर खाता नम्बर छ, नेपाली र इङ्ग्लिसमा दुई ठाउँमै खाता नम्बर लेख्नु होला र उतापट्टि कस्तो खाता हो, सेभिङ करेन्ट कस्तो हो त्यसमा टिक लगाउनु होला। र त्यसपछि तलपट्टि हेर्न सक्नुहुन्छ तपाईँले आफ्नो निवेदक सदस्यता नम्बर जुन चाहिँ डिपिआइडी बिओआइडी रहेको छ, जुन चाहिँ तपाईँलाई जिमेलमा आएको हुन्छ र त्यो डिपिआइडी बिओआइडीलाई हाल्नु होला। र त्यसपछि तपाईँको आफ्नो नाम नेपालीमा इङ्ग्लिसमा लेख्नु होला। इङ्ग्लिसमा लेख्दा चाहिँ सबै क्यापिटलमा लेख्नु होला। त्यसपछि नागरिकता नम्बर, इस्यु जारी मिति, जारी डेट लेख्नु होला जुन चाहिँ नागरिकताको पछाडि रहेको हुन्छ। त्यसपछि प्यान नम्बर छ भने लेख्नु होला, छैन भने पर्दैन। त्यसपछि रेजिस्ट्रेसन नम्बर यो चाहिँ अफिसको लागि हो, यो चाहिँ पर्न पनि सक्छ, तपाईँले पर्सनल पनि पर्दैन। त्यसपछि तपाईँले आफ्नो प्रोभिन्स लेख्नु होला, डिस्ट्रिक्ट लेख्नु होला, म्युनिसिपालिटी लेख्नु होला, टोल, वार्ड नम्बर यहाँ चाहिँ भनेको छ त्यो सबै कुरा फिल गर्नु होला। त्यो चाहिँ एकदमै सजिलो नै रहेको छ। त्यसपछि अर्को पेपर आउनेछ। यसमा चाहिँ तपाईँले आफ्नो फादर नेम, मदर नेम लेख्नु होला र त्यसपछि तपाईँको हजुरबाको नाम, पति पत्नीको नाम यदि बिहे गर्नुभएको छ भने, गार्जियनको नाम यदि तपाईँको नागरिकता छैन भने माथिपट्टि चाहिँ नेपालीमा लेख्नु होला र तलपट्टि चाहिँ इङ्ग्लिसमा लेख्नु होला। र यति भरिसकेपछि तलपट्टि सबै डिटेल्सहरू चाहिँ राम्रोसँग भर्नु होला र एकचोटि फेरि रिचेक गर्नु होला। यति भरिसकेपछि तलपट्टि आएर आफ्नो सिग्नेचर गरिदिनु होला।